आज नेकपा एमालेको भोलिन्टियर फोर्सको प्रदर्शन रहेको छ। सुरक्षा व्यवस्था एकदमै कडा पारिएको छ। अघि माइतीबारबाट सुरु भएको थियो। तपाईँ कहाँ पुगेर आउनुभयो बुवा? म यही सहकारी पीडितको हो। सहकारी पीडितको तपाईँ के छ? तपाईँहरूको न्याय मिल्ला त अब? हजुर, न्याय मिल्छ त अब? कहाँ मिल्छ खै? पुलिसकर्मीहरू पनि हुनुहुन्छ, बाक्लो सङ्ख्यामा हुनुहुन्छ। एकदम कडा सुरक्षा दिइरहनु भएको छ। आज चाहिँ एमाले भोलिन्टियर फोर्स भनेर जुन स्थापना भएको छ त्यसकै लागि भनेर चाहिँ कडा सुरक्षा छ। अगाडि पानीको फोहोर हान्नको लागि एउटा गाडी पनि तैनात भइसकेको छ। अगाडि देख्न सक्नुहुन्छ यो गाडी चाहिँ पानेश्वरको यो बिजुली बजारको पुल। र यहाँ बढी मात्रामा चाहिँ आन्दोलनहरू हुने भएको हुनाले आन्दोलनलाई नियन्त्रणमा लिनलाई र आन्दोलनलाई भड्किन नदिनुको लागि भनेर एकदमै राम्रो सुरक्षा गर्नुभएको छ पुलिस दाजुहरूले। अहिले यति नै। हस्त धन्यवाद।